नेपालीहरूलाई काल खोज्नु धेरै टाढा पनि हुँदैन कि। विदेशमा हेर्न कुनै त्यसरी नेपालीहरू जस्तो रक्सी खाएर झगडा गरेको मारपिट गरेको देखिन्छ? देख्दैन नि। हाम्रै नेपाली दाजुभाइहरू रक्सी खायो अनि एउटा खायो, एउटाले पुग्दैन फेरि दुईवटा थप्यो, दुईले पुग्दैन तिनवटा थप्यो, अनि त्यहाँदेखि तँ भन्ने म को काम छ भने म भन्दा तँ के काम छ भन्यो, कुस्ती खेल्यो अनि हानाहान भइहाल्छ। अनि हानापछि कहिले जे भेट्छ त्यसले पर्काइदिन्छ, कहिले अब पिसाउ भेट्ला, कहिले अब डन्डा सन्डा के भेट्ला, के फलामहरू भेट्ला रन्काइदिन्छ। अनि काल किन खोज्नु परेर? त्यो भगवान्ले नचाहे पनि उनीहरूले आफै काल खोजेर गइहाल्छन्। अनि झगडा गर्नेलाई अनि जान्छ चाँडै। झगडा गर्ने बेकार हो नि त यार। अब झगडा गर्ने भने अब आफूले हान्दाखेरि पनि दुख्छ उसलाई, उसले हान्दा पनि दुख्छ। अनि त्यहाँदेखि खाएको बेलामा आँखा देख्दैन, जे भेट्छ त्यसले पर्काइदिन्छ। अनि कि मान्छेको हात जान्छ कि खुट्टा जान्छ कि मान्छेको टाउको नै जान्छ, ठेगाना हुँदैन कि। त्यही भएर दाजुभाइहरू परदेशमा झगडा गर्ने होइन कि, मिलेर पुरो त्यस्तै झगडा गर्ने जस्तो मान्छे भए त्यस्तोले सङ्गतै नगर्ने। किन सङ्गत गर्नु परेर? आफू एक्लै ल्याउने, आफै खाने, आफै परिवारको र आफ्नो लागि भनेर कमाउनु लागि आएको। अनि साथीभाइले किन खुवाउनु परेर? अनि साथीभाइसँग बसेर किन खानु परेर? होइन, झगडा गर्ने ल्याङल्याङ नगरी मिल्ने भयो त अब खाँदा किने भयो त पर्दैन। एउटा दुईजनासँग बसेर खाँदा त ग्रुपै बसेर खानु हुँदैन कि परदेशमा।